साथीहरू नमस्कार। कपिस टेल्समा अर्को नयाँ भिडियोको साथमा हामी उपस्थित भइसकेका छौँ। आज हामी चर्चित धार्मिक स्थल दोलखा भीमेश्वर मन्दिरको दर्शन गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर तपाईहरू पनि हामीसँगै मन्दिरको दर्शन गर्नुहोला। कपिस टेल्समा कोही नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्नुहोला। भीमेश्वर मन्दिर दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 2 मा रहेको छ। काठमाडौँबाट करिब 135 किलोमिटर दूरीमा रहेको यो मन्दिर आउन हामीले काठमाडौँको कोटेश्वरबाट यात्रा सुरु गरेका थियौँ। कोटेश्वरबाट पूर्वतर्फ लाग्दा भक्तपुर, धुलीखेल, दोलालघाट हुँदै खाडीचौर बजारमा पुगिन्छ। खाडीचौरबाट सुनकोशी नदी पार गरी लामो साँगु रामेछाप राजमार्ग हुँदै अघि बढ्दा मुडे बजार अनि खरीडुङ्गा पार गरेपछि चरीकोटमा आइपुगिन्छ। चरीकोट पुगेपछि थप 15-20 मिनट गाडीको यात्रा गर्दा हामी दोलखा भीमसेन मन्दिर आइपुग्यौँ। काठमाडौँबाट करिब 6-7 घण्टा गाडीको यात्रामा भीमेश्वर मन्दिर स्थलमा आउन सकिन्छ। आजको हाम्रो घुमघाममा मन्दिरसँग सम्बन्धित विभिन्न किंवदन्तीहरूबारे जानकारी लिँदै मन्दिर प्राङ्गणमा विराजमान देवी देवताहरूको दर्शन गर्ने उद्देश्य रहेको छ। भीमेश्वर मन्दिर ऐतिहासिक मन्दिर हो। मन्दिरसँग सम्बन्धित किंवदन्तीहरू धेरै रहेछन्। तीमध्ये आज हामी तपाईहरूमाझ केही किंवदन्तीहरूबारे जानकारी दिनेछौँ। मन्दिरसँग सम्बन्धित एउटा किंवदन्ती भीमेश्वर शिव पुराणमा वर्णन गरिएको छ। अहिलेको मन्दिर भएको स्थानमा पहिले भीमको राज्य थियो। भीमको राज्यका प्रजाहरू दुःखद जीवन बिताइरहेका थिए। प्रजाहरूले आफ्नो दुःखद र श्रापित जीवनबाट मुक्ति पाउनको लागि भगवान शिवको प्रार्थना गर्दछन्। त्यसपछि भगवान शिव गौरीशङ्कर पर्वतबाट अवतरण गरी राजा भीमको वध गर्दछन् र प्रजाहरूलाई दुःखबाट उन्मुक्ति दिन्छन्। राजा भीमको मृत्यु पश्चात यस स्थानमा भीमेश्वरको मूर्ति स्थापना गरियो र मन्दिरलाई भीमेश्वरको नाम दियो भन्ने गरिन्छ। भीमेश्वरको मूर्तिसँग सम्बन्धित अर्को किंवदन्ती रमाइलो छ। धेरै पहिले अहिले भीमेश्वर मन्दिर भएको स्थानमा 12 जना भरियाहरूले ढुङ्गाको चुलोमा ढिँडो पकाइरहेका थिए। 3 कुनामा ढुङ्गा राखी त्रिभुज आकारको चुलोमा ढिँडो पकाइरहेका भरियाहरूले एक कुनामा ढिँडो नपाकेको देख्छन्। भाँडाको सबै भागमा ढिँडो पाकेको तर एउटा कुनामा नपाकेको देखेर एकजना भरिया रिसाउँदै पन्युले सोही कुनामा जोडले हान्छन्। त्यसपछि ढुङ्गा फुट्छ र फुटेको भागबाट रगत मिसिएको दुध बग्न थाल्छ। ढुङ्गाबाट दुध बगेको देखेर ढुङ्गामा शक्ति भएको र भगवानको बास रहेको महसुस गर्दै भरियाले आफ्नो गल्तीप्रति पछुतो मान्दै उक्त शिलालाई भीमेश्वरको रूपमा स्थापना गरेका थिए भन्ने जनश्रुति छ। भीमेश्वरको स्थापना मिति अज्ञात भए पनि स्थानीय बासिन्दा र इतिहासकारका अनुसार दोलखा सहर 14औं शताब्दीमा बसेपछि भीमेश्वरको स्थापना भएको हुनुपर्छ। मन्दिरसँग सम्बन्धित एउटा शिलालेख अनुसार सोमवंशी पत्रवंशी राजाले सन् 1459 मा मूर्ति स्थापना गरेको देखिन्छ। दोलखा तिब्बततर्फ जाने व्यापारिक मार्गमा पर्ने हुँदा व्यापारीहरूले आफ्नो व्यापार फस्टाओस् भनी पूजाआजा गर्ने हेतुले भीमेश्वरको स्थापना गरेको किंवदन्ती सुन्न पाइन्छ। भीमेश्वर मन्दिर छानोविहीन मन्दिर हो। अन्य मन्दिरहरूमा जस्तो छानो नभए पनि घामपानी रोक्नलाई मन्दिरको छानोमा भित्रतर्फ प्लास्टिकको जस्ता लगाइएको छ। मन्दिरको 4 कुनामा तामाका 4वटा खम्बा छन् र प्रत्येक खम्बाको माथि सुनौलो गजुर राखिएको छ। त्यसैगरी सुनौलो छतरी ओढाइएको मन्दिरको छानोको 4 कुनामा ठूला नागका आकृति देख्न सकिन्छ। मन्दिरको ढोका अगाडि सुनौलो झण्डा, ठूला घण्टहरू, नन्दी र सिंहका कलात्मक मूर्तिहरूका साथै विभिन्न देवी देवताहरूका मूर्तिहरू रहेका छन्। ढोकाको ठिक माथि भगवानका आकृति सहितको आकर्षक तोरणा राखिएको छ। मन्दिरको अगाडि कलात्मक स्तम्भ छ जसमा विभिन्न देवी देवताहरूका मूर्तिहरू कुँदिएका छन्। त्यसैगरी मन्दिरको पछाडिपट्टि रहेको ठूलो काठको खम्बालाई चुल्काएसी भनिन्छ। किंवदन्ती अनुसार भगवान विष्णुले अवतार लिँदा जुन आकृति आकाशमा उडेको थियो त्यो चुल्काएसीको टुप्पोमा बसेको देखिन्छ भन्ने गरिन्छ। भीमेश्वर मन्दिरभित्र विशेष आकृतिको मूर्ति नभए पनि गर्भगृहमा करिब 30 इन्च अग्लो त्रिकोणात्मक शिलामा भीम, रुद्र र भगवतीको अंश अवतारको रूपमा भीमसेनको मूर्ति स्थापना गरिएको छ। भीमसेन रूपी शिलाको दायाँतर्फ उनकी आमा कुन्तीको मूर्ति छ भने बायाँतर्फ पत्नी द्रौपदीको मूर्ति रहेको छ। मन्दिरभित्र सुनौला सर्पहरू झुन्डिरहेको स्वरूपमा राखिएको छ। भीमेश्वर मन्दिरभित्र स्थापना गरिएको त्रिकोणात्मक शिलालाई दिनभरिमा 3 देवताहरूको रूपमा पुज्ने गरिन्छ।
बिहान 5 बजेदेखि 9 बजेसम्म भीमसेनको रूपमा, 9 बजेदेखि 11 बजेसम्म महादेवको रूपमा, 11 बजेदेखि 2 बजेसम्म पुनः भीमसेनको रूपमा र 2 बजे पश्चात नारायण भगवानको रूपमा पूजा गर्ने परम्परा रहेको छ। प्राचीन समयमा देवताहरूले गर्ने रूप परिवर्तनलाई दिव्य शक्तिको रूपमा लिइन्थ्यो। भीमेश्वरले पनि कहिले महादेव त कहिले भैरवको रूप लिने हुँदा यहाँ रहेको भीमेश्वरको शिलाको अद्वितीय विशेषताका कारण एक शिला 3 अवतार पनि भन्ने गरिन्छ। 5 पाण्डवमध्ये माहिलो भीम पशुबलीको समयमा भैरवमा रूपान्तरण हुन्छन्, रुद्री तथा यज्ञहोमको समयमा महादेवमा परिणत हुन्छन् भने अन्य समयमा भीमेश्वर महाराजको रूपमा पूजिन्छन्। त्यसैगरी भीमसेनलाई भगवतीको रूपमा पनि पूज्ने गरिन्छ। सोही कारण यस मन्दिरमा बलि दिने समय दिउँसो 2 बजेसम्म मात्र सीमित छ। त्यसपछि मन्दिर परिसर सफा गरिन्छ र रगत बग्न दिइँदैन। त्यसो त भीमेश्वर र महादेव गरी जम्मा 2वटा रूपमा मात्र यहाँको मूर्तिलाई पाउन सकिन्छ भनेर पनि केही इतिहासकारहरूले दाबी गर्दछन्। यहाँ रहेको भीमेश्वरको शिलामा पटक पटक पसिना आउने गरेको इतिहास छ। दोलखा भीमसेनको मूर्तिमा यदि पसिना देखियो भने त्यसलाई राष्ट्रका लागि अशुभ सङ्केतको रूपमा लिने गरिन्छ। 1990 को महाभूकम्प, 2058 जेठ 19 को दरबार हत्याकाण्ड, 2019 को कोभिड महामारी, विभिन्न प्राकृतिक प्रकोप, राजनैतिक उथलपुथल हुँदा पनि यहाँको मूर्तिमा पसिना आएको थियो। पसिना आउँदा भीमेश्वरको मूर्ति कालो र चिल्लो हुने गर्दछ। पसिना आएमा देवताको पसिना पुस्न प्रयोग गरिएको कपासलाई राष्ट्र प्रमुख समक्ष बुझाउने चलन छ। त्यसपछि राष्ट्र प्रमुख स्वयंले क्षमा पूजा गर्ने अथवा सम्भावित विपत्तिबाट बच्नका लागि पूजा सामग्री मन्दिरमा पठाउने परम्परा रहेको छ। भीमसेनको मूर्तिको दायाँ भागबाट पसिना आएमा राष्ट्र प्रमुखलाई सङ्कट आउने र बायाँ भागबाट पसिना आएमा जनतामा सङ्कट पर्ने विश्वास रहेको छ। देवताको मूर्तिमा पसिना आउने कुरामा कतिले दैवीय शक्तिको रूपमा लिने गर्दछन् भने कतिले प्राकृतिक रूपमा रहेको रसायनको प्रतिक्रियाको नतिजा मान्दछन्। वैज्ञानिक रूपमा गलत प्रमाणित नभएसम्म मन्दिरभित्रको शिलामा आउने पसिनालाई दैवीय शक्ति भनेर विश्वास गर्न उपयुक्त हुन्छ होला। नेपालको भीमेश्वरको मूर्तिमा झैँ भारतका केही मन्दिरमा रहेका मूर्तिहरूमा पनि पसिना आउने गर्दछ। भारतको तमिलनाडुमा रहेको सिक्कल सिङ्गारा बेलावर मन्दिरमा कार्तिकेयलाई समर्पित मूर्तिमा हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म मनाइने कार्तिकेय पर्वमा पसिना बगेको देखिन्छ। त्यसैगरी हिमाचल प्रदेशको भलै माताको मूर्तिमा नवरात्रिको समयमा र मध्य प्रदेशको जबलपुरमा अवस्थित कालीको मूर्तिमा पनि कहिलेकाहीँ पसिना बगेको देखिन्छ। मन्दिरसँग सम्बन्धित अर्को किंवदन्ती अनुसार 5 पाण्डवहरूले 12 वर्षे वनवास मध्ये 1 वर्ष यसै भीमेश्वर मन्दिर भएको स्थानमा बिताएका थिए। उनीहरूले दोलखामा बस्दा दोलखाली नेवारी भाषामा कुरा गर्दथे भन्ने जनश्रुति रहेको छ। 5 पाण्डवमध्ये 1 भीमलाई समर्पित यस मन्दिरमा दर्शन गर्न देश तथा विदेशबाट दर्शनार्थीहरू आउने गर्दछन्। स्थानीय नेवार समुदायले भीमेश्वरलाई आफ्नो इष्ट देवताका रूपमा पूजा गर्दै आएका छन्। भीमसेनको निराकार शिलारूपी लिङ्गमा भक्तजनका मनोकामना पूर्ण गर्ने अद्भुत शक्ति भएको विश्वास गरिन्छ। भीमेश्वर मन्दिरको दर्शन गर्दा समृद्ध जीवनको आशिष प्राप्त हुने र दुष्ट शक्तिबाट मुक्ति मिल्ने पनि विश्वास गरिन्छ। भीमेश्वर मन्दिरमा विभिन्न चाडपर्वहरू मनाइने गर्दछन्। यहाँ रामनवमी, सरस्वती पूजा, महाशिवरात्रि, भाकल पूजा, रुद्री पूजा, बलि पूजा, लाखबत्ती पूजा, 108 बत्ती बाल्ने पूजा गरिनुका साथै बडा दशैंमा पञ्चबली पूजा पनि गर्ने गरिन्छ। धेरै पर्वहरूमध्ये भीम एकादशी यस मन्दिरमा मनाइने प्रमुख पर्वहरूमध्ये पर्दछ। भीम एकादशीको दिन भीमेश्वर मन्दिरमा रुद्री पूजा र होम यज्ञ गरिन्छ। साँझपख दीप प्रज्वलन गरी आरती गरिन्छ अनि भक्तजनहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन्। किंवदन्ती अनुसार यो पर्व व्यापारीहरूलाई ऋण मुक्त गराएको दिनको सम्झनाको रूपमा मनाइन्छ। भीमसेनको पूजा गरेर महादेव प्रसन्न भएपछि ऋणमा डुबेका व्यापारीहरू ऋण मुक्त भएको इतिहासको सम्झना गर्दै आजकल पनि भक्तजनहरू भीम एकादशीमा व्रत बस्दा ऋण मुक्त भइन्छ भन्ने विश्वास गरी व्रत बस्ने गर्दछन्। मन्दिरमा दिनभर विभिन्न किसिमका पूजा गरिन्छ। बिहान 5 बजे आरम्भ पूजा, 9 बजे रुद्री पूजा, दिउँसो 12 बजे छक्काल पूजा, 2:30 बजे राज पूजा र साँझ 6 बजे आरती पूजा गर्ने गरिन्छ। हामीले भीमेश्वर मन्दिरको दर्शन गरेर सक्यौं।
मन्दिर र मन्दिरसँग सम्बन्धित किम्वदन्तीहरू तपाईहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो धन्यवाद। अर्को भिडियोमा नयाँ स्थानको जानकारी सहित उपस्थित हुनेछौँ। अहिलेलाई बिदा हुन्छौँ। नमस्कार।